सम्पूर्णमा नमस्कार। आज हामी जुबेल सिटी पार्कमा आएका छौँ। जुबेल सिटी पार्कमा रहेको रमाइलो तपाईहरु सामु यस भिडियोमा देखाउने छौँ। त्यहाँ भित्र रहेर हामीले खानपिनको कार्यक्रम पनि गर्दै छौँ। साथीहरु जोडिनु भएको छ आजको भ्लगमा तिलक सर र बलबहादुर दाइ। यो भ्लग एकदमै रमाइलो हुनेवाला छ। लास्टसम्म हेरेर साथ दिनु होला। हामीले यहाँदेखि माछा लिँदै छौँ। यहाँदेखि माछा लिएर फ्राई गरेर पार्कमा बसेर खाने प्लान छ आज। अनि प्रशस्त माछा पसलहरु छ, देख्न सक्नुहुन्छ। सबैतिर माछा पसलहरु छ। ब्याक साइडमा अगाडि सबैतिर माछा पसलहरु छ। अहिले हामी माछा वेट गरिरहेका छौँ। तिलक सर पछाडि हुनुहुन्छ। माछा हाम्रो यहाँ भित्र फ्राई भइरहेको छ। अब हामी माछा लिएर सिधा पार्कमा जान्छौँ र पार्कको रमाइलो देखाउँछौँ। बलबहादुर दाइ हाई भन्दिनु। बलबहादुर दाइ एकदम बिजी हुनुहुन्छ। त्यसैले उहाँले हाई भन्नु पनि भ्याउनु भएन। हामी अहिले पार्क भित्र आएका छौँ। तीनजना। हो तिलक सर यता आउनु। तिलक सर रिसाइरहनु भएको छ। बलबहादुर दाइ पनि यता हुनुहुन्छ। म अलि डराउँछु भिडियो गर्नलाई। नो प्रब्लम भन्दै हुनुहुन्छ। तर प्रब्लम हुन सक्छ। त्यही हुनाले अलिकति डराउनु पनि पर्ने हुन्छ है। ठुलो पार्क छ। तपाईहरु पनि आउन सक्नुहुन्छ बिदाको समयमा, खाली समयमा। यहाँ आएर तपाईहरु इन्जोय गर्न सक्नुहुन्छ। एकदम ठुलो पार्क छ। रमाउन सक्नुहुन्छ। धेरै साथीहरु आउनुहुन्छ यहाँनिर। नेपाली साथीहरुसँग त खासै यो पार्कमा भेट भएको छैन र धेरै बंगाली साथीहरु, पाकिस्तानी र इन्डियनहरु भेटिनुहुन्छ। साउदीहरु पनि आउनुहुन्छ। त्यही भएर साउदीहरुको फोटो आइहाल्यो भने बढी भोलिका दिनमा समस्या हुन्छ कि भनेर मलाई अलि डर लाग्ने गर्छ। जरायो तर यो पिक्चर हो। पार्क भित्र छु। पार्क भित्र झिलिमिली लाइटहरु देख्न सक्नुहुन्छ। एकदम रमाइलो दृश्य छ। यतातिर क्रिकेट चलिरहेको छ। उतातिर फुटबल चलिरहेको छ। साइकल आयो। बच्चाहरु साइक्लिङ गरिरहेको अवस्था छ। हामी चाहिँ सुरु गरिरहेका छौँ हाम्रो यो विशेष यो पार्कमा। नेपालमा यतिकै पार्क हुन्थ्यो भने सायद बिल सिस्टम हुँदैछ। हो, बिल सिस्टम ठुलो पार्क छ। यो पार्क निशुल्क छ। यहाँनिर धेरै मानिसहरु आउनुहुन्छ। निशुल्क हो। कुनै शुल्क लाग्दैन। यहाँ नजिकमा हुनुहुन्छ भने तपाईहरु आउन सक्नुहुन्छ। हामी फेरि यता सल्यानी, तपाई चाहिँ युथान रोल्पाली। कस्तो मिलेको के है? ल म चाहिँ बीचमा छु है, बीचको मान्छे। ल साथीहरु, हामीले चाहिँ अब चट्ट लागेर के सुरु गर्दै छौं। के सुरु गर्दै छौं भनेपछि हामीले जे चीज लिएका छौं त्यो चीज खोलेर खानपिन कार्यक्रम सुरु गर्दै छौं। नम्बर 1 मा यो यहाँनिर हाम्रो जुस पनि हैन, कोका-कोला पनि हैन, कुनै खानेकुराहरु पनि हैन, तर के हो स्पेशल यहाँनिर छ है। यो हामीले खोल्दै छौं। अब देखाउँदै छौं हामी खोलेर। स्पेशल चीज छ। के भन्नुला नि तपाईले? यो ड्रिंकिङ हैन है, पानी, वाटर। ड्रिंक त त्यो सोच्दै नसोच्नु। यो कल्पना भन्दा बाहिरको कुरा हो। यो खाएको कतै थाहा मात्रै पायो भने धेरै ठुलो जरिवाना हुन्छ। जेल पनि बस्नुपर्ने हुन्छ। अब बेचेको बोकेको देखियो भने त झन् ठुलो जरिवाना हुन्छ। तपाईको धेरै धनराशि खर्चिनु पर्ने हुन्छ जेलबाट निस्किनलाई। यो सोच्दै सोच्नु भएन। हामी पानी पिइरहेका छौं। हामी फेरि अर्को पनि झोलामा खोल्दै छौं हैन, प्याकमा। सबै खानेकुराहरु के होला? सबै न मम्मीले बनाएको न घरमा बुढीले बनाएको। विशेष हाम्रो यो साउदीमा पाउने के रे खब्स भनेपछि हाम्रो नेपालमा चाहिँ रोटी है, रोटी। आहा रोटी। गोवाको जुस हो। सबै खोल्ने सबै खोल्ने। माछा खोलौँ है त। माछा कसरी खोलौँ? च्याचुत पारौँ? कसरी खोल्नु तपाईलाई आइडिया होला नि? च्याचुत पारे है त म। यो भिजी सकेको रहेछ माछा। ओ माय गॉड, माछा। माछा नजिकबाट देखाइदिन्छु है त।
আচ্ছা ওকে ভালোবাসো ভালো अनि गरम हुन्छ ओ गरम आज त हाम्रो स्पेसल स्पेसल रोटी छ सरहरूको म रोटी खाँदैन त्यो उ गरेको हैन बोरानी गराएको ए मैले त्यही राख्नु ल दुई छ